नमस्कार। आज म तपाईलाई महेन्द्रनगरका फुटपाथहरूको अवस्था देखाउँछु। मैले यहाँ भिडियो प्रस्तुत गर्ने फुटपाथहरू केही उदाहरण मात्रै हुन्। हेर्दै जानुस् हाम्रो फुटपाथहरूको संरक्षण कसरी भइरहेको छ। यो जानकी टोलतिरको, यो पनि जानकी टोल नै हो। ल हेर्नुस्, म आउँदैछु मुख्य बजार क्षेत्रमा। यहाँ त हेर्नुस्, यो मुख्य बजार क्षेत्र हो। यहाँ त फुटपाथ गायब छ। यी मैले देखाइरहेका केही प्रतिनिधि घटना मात्रै हुन् है। तपाईँले हेर्नुभयो भने यो कालो कालो देखिन्छ नि, यो दिनभरि यो चाहिँ यहाँ चाहिँ मोटरसाइकलहरू हुन्छन्। यो मिस्त्रीले मेकेनिकहरूले काम गर्ने ठाउँ हो। यता पनि फुटपाथ गायब, फुटपाथ गायब। अस्पताल रोडमा छु, हेर्नुस्। अस्पताल रोडमा हेर्नुस् यो फुटपाथको अवस्था। यो पनि अस्पताल रोड नै हो। फुटपाथ कहाँ छ थाहै छैन। अनि यो निर्माण सामग्रीहरू राख्न पाइन्छ, केही समयलाई राखे पनि नगरपालिकाले महिनौसम्म राख्न दिने, मतलबै नराख्ने परिपाटी छ। हेर्नुहोस्, जसले जे गरे पनि हुने खालको छ अवस्था। जसले जे गरे पनि यो चाहिँ आफ्नो सहजताको लागि यस्तो फुटपाथको यस्तो दुरुपयोग गरिएको छ। हेर्नुहोस्, ठुल्ठुलो साउजीहरूले यहाँ चाहिँ पार्किङ पनि गरेका छ। फुटपाथ पार्किङ एरिया भएको छ। यो बजारको 5 नम्बर गल्लीको एकदम महत्त्वपूर्ण चोक नजिकै हो यो दृश्य। बजारभित्रको फुटपाथ हो। ल हेर्नुहोस्, ग्यारेजहरू खोलेर यो मोटरसाइकल वर्कसप हो। यस्ता तमाम ठाउँहरूमा छ, एक ठाउँ मात्रै होइन, यो धेरै ठाउँहरूमा छ। त झन् मेन रोडमै हो। किन भत्कायो होला, यो कसले भत्कायो होला र किन यस्तो भएको होला, आफै विचार गर्नुहोस्। यो फुटपाथको संरक्षण अब सँगै महेन्द्रनगरको म तपाईँलाई अन्तिममा केही कुरा भन्दाखेरि महेन्द्रनगर बजारमा फोहोरको अवस्था। मेन रोड हो यो, महेन्द्रनगरको मेन रोडमा फोहोर छ। यो फोहोर बढार्ने काम चाहिँ कहिले पनि हुँदैन। म चाहिँ आज फुटपाथको कुरा गर्दै थिएँ। यो फुटपाथ भनेको सबैलाई चाहिने चिज हो। तर मैले आज जति तपाईँलाई देखाएँ त्यो चाहिँ एकदम प्रतिनिधि दृश्यहरू मात्रै हुन्। नगरमा जताततै फुटपाथहरूको अवस्था त्यस्तै छ र यतातिर लगातार वर्षौँदेखि हामीले आवाज उठाइरहेका छौँ, तर फुटपाथ संरक्षणमा नगरपालिकाको ध्यान गएको छैन। यसबारेमा म अर्को भिडियो विस्तृत ल्याउँछु। धन्यवाद।